पनि देखाउन गइरहेको छौँ। अलिकति त्यो झलकहरू हामी एक्सप्रेस गर्न गइरहेको छौँ। अनि यो नारी समानताको कुरा आउँछ होइन। नारी समानता हामी समाजमा कसरी चाहिँ गर्न सकिन्छ भन्ने कुराहरू हामी आज एकैछिन यहाँनिर कुरा गर्नेछौँ। यो नारी महिलालाई समान व्यवहार हक र कहाँबाट सुरु गरिन्छ भन्दाखेरि हाम्रै परिवार, हामी आमा, हामी नारी, हामीले नै गर्नेछौँ। त्यो कसरी गर्ने भनेर भन्दाखेरि हुन त हामी सबैलाई थाहा नै छ त्यो है। त्यही पनि हामी एउटा आमा भइसकेपछि हाम्रो सन्तान हुन्छ, सन्तानलाई छोरा होस् या छोरी होस् बराबर व्यवहार गर्ने, न कि यस्तो होइन छोरालाई चाहिँ बाबुआमा पाल्ने सन्तान अंश चाहिँ उसलाई दिनुपर्छ, छोरी चाहिँ ज्वाइँको घर जाने उहाँ दाइजो लिएर पठाउनुपर्छ। त्यो हाम्रो समाजमा स्थिर पनि छ, हामीले सबैमा छ भन्न त मिल्दैन, तर पनि त्यो समाज हाम्रोमा स्थिर पनि छ। त्यसले गर्दाखेरि हामीले चाहिँ त्यो खालको चेन्जेस चाहिँ बिस्तारै ल्याउनुपर्छ भन्ने हो हाम्रो मेन अहिलेको मेन स्लोगन नै त्यो हो। अनि यो नारी र पुरुषमा अलिकति भनेको अहिलेदेखिको होइन र हाम्रो समाजमा मात्रै होइन, यो भनेको चाहिँ अन्तर्राष्ट्रिय जगतमा नै सबैमा थियो। त्यही कारणले गर्दा आजभन्दा 114-15 वर्ष अगाडि रसियाबाट स्टार्ट भएको रहेछ। रसियामा 1900 अलिकति सोचे हजुर, किनभने रसियामा स्टार्ट हुँदाखेरि त्यो बेलामा पनि नारीहरूलाई यति साह्रो भेदभाव हुने रहेछ कि मत अधिकार पनि नदिने। अब एउटै सन्तान छोरा र छोरीमा छोराले पाउने, छोरी मान्छेले मत अधिकार पनि नपाउने। त्यस्तै कारणले गर्दाखेरि अमेरिका डेनमार्क रहेछ कि कार्यमा पनि सेवा सुविधाहरू कम हुने, मत अधिकार नदिने। त्यो कारणले गर्दाखेरि पनि 1911 अमेरिकामा यो जुलुस कति दिनको जुलुसपछि चाहिँ के भएको रहेछ भने यसलाई चाहिँ अन्तर्राष्ट्रिय दिवस भनेर मनाउनु पर्छ भन्दाखेरि त्यो बेलामा एकदमै जोड दिएर अन्तर्राष्ट्रियकरण गर्नुपर्छ भनेर मेन समाजसेवी हाम्रो कार्ला ज्याटकिन भन्ने उहाँले चाहिँ यति धेरै जोड दिनुभएछ कि अनि गएर बल्ल 1911 आजभन्दा 114 वर्ष अगाडि यो नारी दिवसलाई चाहिँ राष्ट्रियकरण होइन अन्तर्राष्ट्रिय तरिकाले जानुपर्छ भनेर घोषणा भएको भएर आजभन्दा 114 वर्ष अगाडि, त्योभन्दा अगाडि त अब धेरै हिस्ट्रीमा छैन कसरी के भएको छ भनेर, तर पनि 114 वर्षपछि हामी यो थर्ड महिला समुदायले पनि यसरी यहाँहरू समाउन पाउँदाखेरि एकदमै खुसी लागेको छ है। अनि हाम्रो अहिलेको मेन जोड चाहिँ कस्तो भने नारीलाई समानता, मान र मर्यादा, इज्जत भन्ने त छँदैछ। त्योदेखि बाहेक पनि नारी भनेको अघि मैले भनिसकेँ घर बनाउने 3टा कुरा हुन्छ होइन मेन मान्छेमा चाहिने